होइन अब के भएको तपाईँको स्किन यस्तो बनाएर हुन्छ यस्तो गुजस्तो स्किन बनाएर त्यो म स्किन केयरको सामानहरू चाहिँ यहीँ बस्नु मैले म तपाईँहरूलाई लाइदिन्छु मोइस्चराइजर होइन मोइस्चराइजर लगायो भने तपाईँको स्किनहरू राम्रो हुन्छ नि त यहाँ बस्नु त सुत्नु लाइदिन्छु म अब तपाईँलाई लाइदिन्छु मोइस्चराइजर कस्तो कस्तो स्किन बनाएर राखेँ होला है यस्तो स्किन बनाएर के काम भन्ने अब उठ्नु त उठ्नु भयो अब म तपाईँलाई लान्छु लिपबाम ए यो त केटाको लिपबाम रुख्नु केटीको लिपबाम ए यो त केटीको लिपबाम म तपाईँलाई केटाको लिपबाम ल्याइदिन्छु यो केटाको लिपबाम म ल्याइदिन्छु पछाडि मेरो दाइको कस्तो मेरो दाइ त तपाईँ आफै लाउनु त छ्या ओठ जति नलाउनु है फेरि मलाई पनि चाहिन्छ घरिघरि केटाको लिपबाम जाएछ दारीमा नि लागेछ दारी झन् टल्किने भयो अब तपाईँको त पहिलेबाट ओइली रहेछ अलि अनि यो कपाल के हो यो कपाल काटिदिनु पर्ने जस्तो छ तपाईँलाई उस पनि ल्याइदिनु जस्तो भएको ल्याइदिन्छु ल मेरो दाइ पक्का यो लाउनुहुन्छ कि यो लाउनुहुन्छ लाउनुहुन्छ ल्याउँछु घरमा बनाएको हो के यो फाटेछ केही भएन अठो भएछ क्या अलिक चामल बनाएर बनाएको हो कि मैले चामल बेडमा खस्दैन कि केही हुन्न तपाईँ लाउनु नानीले केही हुँदैन अब 1 घन्टापछि मुख धुनु अलिक छिटो धुनु है ल मोइस्चराइजर त यो लगाएपछि पो लाउने म फेरि लगाइदिन्छु ल